ब्लगर होस्ट यानाकि टोटल बुढा मगर जसको युट्युबमा करिब 2 लाखको हाराहारीमा सब्स्क्राइबरहरू छन्। उनको कन्टेन्टको कुरा गर्दा उनले आफ्नो डेली लाइफस्टाइललाई विभिन्न सोशल मिडिया थ्रु आफ्नो अडियन्सहरूलाई देखाउँछिन्। तर कुरा यतिमै सीमित रहँदैन, उनको हरेक ब्लगसँगै छाडापन पनि मजाले देखिन्छ। कहिले बाटोमा खेल्दै गरेको बच्चाहरूलाई दाइ मिलाऊ अनि मलाई भाउजू बनाऊ भन्छन्। दाइ मिलाऊ भाउजू बनाऊ, मलाई चट्टा लाएर तिमीलाई के किनिदिन्छु चक्लेट चक्लेट। कहिले आफूसँगै भेटिएको मान्छेलाई तपाईको पहिला कतिवटा गर्लफ्रेन्ड थियो भनेर प्रश्न गर्छिन्। एउटा क्वेसन सोध्नु, पहिला तपाईको गर्लफ्रेन्ड कति? त कहिले कुकुरलाई तिग्रा देखाएर यस्तो समेत पनि भन्छिन्। अझ भन्नुपर्दा आफ्नो कट्टु लगाएको दृश्यलाई पनि ब्लगमै देखाउँछिन्। अलमोस्ट उनको ब्लगहरूमा छाडापन भने धेरै नै देखिने गर्छ। एलो खस्ला फुट्ला। यहाँ यस्तो हुन्छ मेरो पेन्टी कट्टुहरू, चक्का पनि पारेक पेपरले पुछिन्छ ढुइन्न। गर्लफ्रेन्ड बयफ्रेन्ड यस्तो सुन्न कम मजा आउँछ। अझ अचम्मको कुरा त यो छ कि दुई पटक नेपालकै वान अफ द मोस्ट पपुलर रोस्टर PY अमृत दाइले रोस्ट गर्दा पनि उसको रिप्लाई यस्तो थियो। PY अमृत जी हैन राम्रै छ हैन, कस्तो भने के भयो अलिकति 100% मा मलाई 5% मात्रै अलिकति च्वास्स गर्यो हैन। रोस्ट भनेको यो हो, तर पनि अझै यो भन्दा अझै डेन्जर देख्न चाहन्छु म। मेरो आएन यार, आँसु पनि आएन, सिगान पनि आएन, केही पनि भएन, मलाई केही भएन, चसक पनि भएन। इट्स नर्मल, यतिको रोस्ट भइहाल्छ नि। यतिको रोस्ट त मेरो लागि केही पनि होइन। उसको च्यानललाई राम्रोसँग एनालाइज गर्दा न त उसको राम्रोसँग भ्युज नै जान्छ, न त उसले गरेको छाडापन जतिको फेमस पनि पाएकी छिन्। तर पनि यो सब उनले किन गरिरहेकी छन् त? के यत्रो रोस्ट पछि त उसको रिप्लाई यस्तो आउँछ भने आफ्नो नेगेटिभ कन्टेन्टलाई पोजिटिभ इम्प्रुभ गर्दिनन् भने प्रश्न यो उठ्छ कि कतै उनमा मेन्टली प्रब्लम त छैन कि उनले यो सब भ्युजका लागि गर्दैछिन्, आफ्नो पपुलारिटीको लागि गर्दैछिन्, $2-4 का लागि गर्दैछन्। आउनुहोस् आजको यस भिडियोमा यही विषयवस्तुको बारेमा जानौँ। सो लेट्स गो स्टार्ट टु भिडियो। 2022 अप्रिल 18 मा ओपन भएको यो च्यानललाई एनालाइज गर्दा उनको फर्स्ट ब्लग भने मे 31 मा अपलोड भएको थियो, जसको टाइटलमा लेखिएको थियो 1ST ब्लग सुर्खेतमा रमाइलो भयो EP1। त्यसै दोस्रो चाहिँ ब्लग नभएर उनको एउटा म्युजिक स्टाइल भिडियो थियो। जसमा टाइटल भने मात्र मारिजाउ लेखिएको थियो। पोस्टको च्यानल 2022 मा खोले पनि ग्रोथ चाहिँ 2024 सम्म खासै राम्रो भएको थिएन। अब यसको कारण चाहिँ धेरै हुन सक्छ, यो त मलाई थाहा छैन। जस्तै उदाहरणका लागि उनको 1ST ब्लग देखि 2024 को अप्रिल मे सम्मको ब्लगलाई एनालाइज गर्दा उनी कति पनि च्यानलमा कन्सिस्टेन्सी भएको पाइदैन। सायद यही कारण हुन सक्छ घोषले करिब 2 वर्षको हाराहारीमा मात्र 21 वटा ब्लगहरू अपलोड गरेको देखिन्छ। त्यसपछि कुरा आउँछ 2024 मे 3 जहाँबाट घोषले डेली ब्लगहरू अपलोड गर्न थाल्छिन्। क्लिकबेट टाइटल, आइकोनिक थम्बनेल र कन्सिस्टेन्सीले उनको च्यानललाई सस्तारै इनिसियल बुस्ट गर्दै थियो। पोस्टको हरेक ब्लगसँगै छाडापन पनि धेरै नै हुन्थ्यो। त्यसै कारण हुन सक्छ नेपालका यङ जेनेरेसन अडियन्सहरू उनको कन्टेन्टमा आकर्षक हुन थाले। दिनानुदिन उनको छाडा कन्टेन्टलाई युट्युबको एल्गोरिदमले बुस्ट गरिरहेको थियो। त्यसपछि कुरा आउँछ 2025 जनवरी 24 नेपालकै वान अफ द मोस्ट पपुलर रोस्टर PY अमृत दाइ, जसले घोषलाई यस्तो तरिकाले रोस्ट गर्नुहुन्छ कि त्यो भिडियो छोटो समयमा धेरै नै पपुलर हुन जान्छ। नेपालका लाखौं मानिसहरूले त्यो भिडियोलाई हेर्छन् र घोषलाई ट्रोल गर्छन्, एड गर्छन्। तर यो कुराले घोषलाई कति पनि फरक पर्नेवाला थिएन, त्यो त उनको रियाक्ट भिडियोले बताइसकेको थियो। यतिको रोस्ट भइहाल्छ नि। यतिको रोस्ट त मेरो लागि केही पनि होइन। कति ट्रोल भयो तपाईँको प्यारी घोष त, कति ट्रोल खायो, कति साह्रो हुन्छ नि, लाइक कति साह्रो हेड कमेन्ट्सहरू आउँछ। जब PY अमृत दाइले घोषलाई रोस्ट गर्छन् यो भिडियो यति भाइरल भइदिन्छ कि जसले घोषलाई पनि अति नै फाइदा हुन्छ। घोषको फ्यान्स फलोवर्सहरू बढ्दै जान्छन्, जन घोष पपुलर हुन्छन्, तर नेगेटिभ तरिकाले। अमृत दाइको त्यस्तो रोस्ट पछि पनि उनलाई पुगेको थिएन। अझ उनले रियाक्ट गरेर भन्छन् कि यो त केही भएन, यो भन्दा राम्रो बनाउनु पर्यो भनेर। रोस्ट भनेको यो हो, तर पनि अझै यो भन्दा
अझै डेन्जर देख्न चाहन्छु। अब अर्कोचोटि रोस्ट गर्ने बेला अलिकति च्वास्सै अलिक सिरिङ गर्ने खालको हुनु पर्यो। द्याट्स इट माइलोहरू। यत्रो रोस्टपछि उनले आफ्नो नेगेटिभ कन्टेन्टलाई पोजिटिभ इम्प्रुभ गर्दिनन् भने यहाँ प्रश्न यो उठ्छ कि कतै उनमा मेन्टल्ली प्रब्लम त छैन? अब यो त मलाई थाहा छैन, तर उनको ब्लगहरू हेर्दा यो त प्रश्न हुन्छ कि उनमा मेन्टल्ली प्रब्लम छँदै छैन। उनले जे गर्दैछिन् भ्युजका लागि गर्दैछिन् र पपुलारिटीका लागि गर्दैछिन्। तर यदि भ्युजको र पपुलारिटीकै कुरा आउँछ भनेपछि नेपालका कैयौं लेडी ब्लगरहरू जसले आफ्नो कन्टेन्ट पोजिटिभ बनाउँछिन् उनीहरूले पनि त पपुलारिटी पाएकै छिन्। अझ घोस्टसँग तुलना गर्दा त घोस्ट भन्दा पनि बढी पपुलारिटी पाएकी छन्। अब यहाँसम्म आएर तपाईलाई लाग्न सक्छ यो सब कुरा मैले किन उठाइरहेको छु त? यसको बारेमा जान्न मन छ भनेपछि स्क्रिनमा आइरहेको भिडियोलाई क्लिक गरेर हेर्न सक्नुहुन्छ।